हेलो नमस्ते एभ्रिवान हेर्न सक्नुहुन्छ म चाहिँ आज चाहिँ यहाँनिर नि मोमो बनाउँदैछु सो मोमो चाहिँ होइन किमा चाहिँ बनाउँदैछु यहाँनिर अनि हेर्न सक्नुहुन्छ म चाहिँ तेल तातो तातो छान्दैछु यहाँनिर नि किमामा लाउँदैछु कोहीले कोहीले चाहिँ त्यो काँचै लाउनुहुन्छ त्यो मन पर्दैन क्या मलाई चाहिँ यसरी तातो तेल छानेको चाहिँ एकदम मनपर्छ किमा एकदम मिठो हुन्छ अन्तदेखि यहाँ म मोमो बनाउँदैछु एकदम रात परिसकेको थियो क्या अनि त्यही भएर हतार 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 गरेको भिडियो पनि थोरै थोरै अब पुरै भिडियो गर्नु पाइनँ रात परिसकेको धेरै राति भइसकेको थियो त्यही भएर अनि हेर्न सक्नुहुन्छ मैले बनाएको मोमो अनि म चाहिँ अचार बनाउन लाग्दैछु अचार बनाउनको लागि चाहिँ अब मिक्सचर सिक्सचर छैन त्यही सिम्पल तरिकाले बनाएको अचार तर एकदमै मिठो भएको थियो क्या भरे चाहिँ अचार टमाटर बोइल गरेर मजाले म्यास गरेर हालेको थिएँ क्या भरे एकदम मिठो भएको थियो झोल मोमो जस्तै भएको थियो क्या मतलब अब झोल जस्तै भएको थियो अचारको चाहिँ मोमो पनि बनिसक्यो सो म चाहिँ खाएँ ओके बाई बाई